हेलो साथीहरु, नमस्ते। सबैजना आरामै हुनुहुन्छ होला र सबैजनालाई सृजना किचनमा स्वागत छ। साथीहरु, यो चिन्नु भयो नि है, यो बहुउपयोगी बहुगुणी औषधीय गुणले भरिपूर्ण सिप्लिगन हो। मैले हिजो 2 मुठा ल्याएर यसलाई ओइलाउन हालेको थिएँ। अनि ओइलाएपछि मैले यसलाई धोइधाइ पारेर यसलाई केलाउँदै छु। यो चाहिँ खास गरेर पहाडी भेगमा पाइने र फागुनको अन्तिम हप्तादेखि चैत महिना भरि लगभग यो पाइन्छ र यसको चाहिँ विभिन्न प्रकार तरकारी अचारहरू बनाएर खान सकिन्छ। र अनि तीतो नखानेहरूलाई एकदमै गाह्रो साथीहरु। त्यसैले मैले यसलाई अब तीतो नहुने किसिमले यसलाई बनाउन गइरहेकी छु। सबभन्दा पहिला त्यसलाई मैले केलाएर ठिक्क पार्छु, धोइधाइ गरेर केलाउँदै छु र केलाइसकेपछि मैले हजुरहरूलाई देखाउँछु है त। एकदमै बहुउपयोगी बहुगुणी औषधीय गुणले भरिपूर्ण सिप्लिगन केलाएर भ्याइयो र यसलाई चाहिँ अब यसमा भएको पानी निचरेर मैले छुट्याउन थालेँ। अनि पानी निचरिसकेपछि अर्को भाँडामा ट्रान्सफर गरेँ। यसरी सबभन्दा पहिला यसमा भएको पानी फाल्न पर्यो। यसले पनि अलिअलि तीतोपना जान्छ। अनि अब आजै बनाउँदाखेरि त यसलाई एकदमै तीतो हुन्छ। मैले हिजो ल्याएर ओइलाएर राखेको थिएँ। अब यसलाई मैले अगाडि यो निचरी भ्याएपछि अगाडिको प्रोसेस देखाउँछु साथीहरु। अब यो तीतो हुनाले सबैले बहुगुणी भयो भने जो कोही त्यसले खान नसक्ने, त्यसैले पनि मैले तीतो नहुने तरिकाले बनाउँदै छु। यसलाई चाहिँ सुकाएर सिन्की पनि बनाउन सकिन्छ साथीहरु। यसलाई यसरी मैले अब निचरेर भ्याएँ र यति 2 मुठाबाट यति मात्रै बच्यो। अब यसमा मैले आवश्यकता अनुसार थोरै नुन र अनि यसमा फङ्गल नगलागोस् भनेर बेसार एड गरेँ र यसलाई मोलेर मैले एयर टाइट डब्बामा 3-4 दिनको लागि घाममा राखिदिन्छु साथीहरु है। अनि यसलाई चाहिँ 3-4 दिनको लागि घाममा राखिसकेपछि यसको तीतोपना सबै जान्छ। यसमा चाहिँ हल्का सिन्कीको जस्तो बास्ना आउँछ साथीहरु। एकदमै मिठो स्मेल आउँछ। तीतो त कति पनि हुँदैन। यसरी एयर टाइट डब्बामा एकछिन 1-2 घण्टा घाममा यसो आफ्नै चाहिँ किचनको झ्यालतिर राखिदिँदा पनि हुन्छ। नभए यसो किचनको बाहिर अथवा छतमा हल्का घाम लाग्ने ठाउँमा राखिदिए हुन्छ। अनि यसलाई मैले यसरी खाँदेर मैले यसलाई एयर टाइट डब्बामा खाँदेर घाममा राख्दैछु साथीहरु। हजुरहरूले कसरी बनाउनुहुन्छ कृपया कमेन्टमा लेखिदिनु होला। मलाई चाहिँ सिप्लिगन खासै मिठो लाग्थेन, तर यसरी बनाउन थालेपछि एकदम मन पर्न थालेको छ है। अब एयर टाइट डब्बामा यसमा चाहिँ हामीलाई धेरै औषधीय तत्त्व छ। मैले त्यसको चाहिँ डिस्क्रिप्सनमा त्यसको चाहिँ फाइदाहरू चाहिँ मैले हजुरहरूलाई राख्ने नै छु। र हाम्रो चाहिँ मैले 4 दिनको दिन निकाल्ने साथीहरु। 4 दिनको दिन निकाल्दाखेरि यो सिप्लिगन ल्याएपछि अल्टरनेटिभ गर्नुपर्ने रहेछ कि एउटा डब्बामा राख्यो अनि एउटा डब्बाको खायो। यस्तो भयो, कस्तो फर्र कस्तो राम्रो, पानी पनि छैन केही पनि छैन है। अनि मैले बेसार अलरेडी हालिसकेको थिएँ, नुन हालेको थिएँ। हल्का अमिलो भएको छ। सिन्की अझै अमिलो बनाउनु भने त अझ 3-4 दिन राख्न पर्यो। यो ठिक्कको खालको छ, त्यस्तो धेरै अमिलो छैन, तीतो कति पनि छैन। मैले चाहेर पनि हेरेँ र यसलाई अब यो यत्रो धेरै हुन्छ एकैचोटि बनाउँदा हामी 3 जनालाई। त्यसैले मैले यसलाई अब बाँकी रहेको चाहिँ थोरै अहिले आज बनाउँछु, अरू स्टोर गरेर फ्रिजमा राख्यो। थोरै निकाल्दै बनाएँ, नत्र यसलाई सुकाएर सिन्की बनाए पनि भयो हैन। गुन्द्रुकको रूपमा पनि यसलाई खान सकिन्छ। पछि गुन्द्रुकको अचारको रूपमा सिप्लिगनको गुन्द्रुकको अचार। यसरी मैले अब यसलाई लिएँ। अब तेल तताएर मैले यो साग पकाएको भाँडा थियो, त्यसैमा मैले यसलाई साग निकालेर यसैलाई ओइरेँ। मेथी फुर्यो, खुर्सानी फुराएँ र अनि मैले अब तेल तातिसकेपछि सिप्लिगन ओइरेर हल्का सिधै झाने पनि हुन्छ। मैले धेरै बेर पकाउन्न, यसो 2-3 मिनेट फर्काउने मात्रै हो झान्नको लागि। अनि त्यो नुन लागोस् भनेर अनि स्वादअनुसार मैले नुन हालिसकेँ। हजुरहरूलाई देखाउन बिर्सेँ। अनि यो पहिले अलिअलि अमिलो छ, त्यसैले थोरै कागती हालेँ अनि छोप अचार हालेँ र चलाएर मैले ग्यास अफ गरिदिएँ साथीहरु। एकदमै मिठो बनेको छ। हेर्दा एकदमै स्वादिलो, तीतो मात्रा पनि तीतो छैन। सिप्लिगन औषधीय गुणले भरपूर। कस्तो लाग्यो साथीहरु भिडियो
कृपया कमेन्ट गर्नु होला, लाइक सब्स्क्राइब सेयर गर्नु होला। थ्याङ्क यू। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएको सबैलाई मुरी मुरी धन्यवाद। थ्याङ्क यू। बाई बाई। नेक्स्ट भिडियो।